आउनु साथीहरु, आज चाहिँ म हजुरहरुसँग शाही पनिरको रेसिपी शेयर गर्दैछु। एकदमै सजिलो तरिकाले छिटो पनि मिठो पनि बनिने तरिका हजुरहरुसँग शेयर गर्दैछु। मलाई आशा छ हजुरहरुलाई आजको रेसिपी भिडियो अवश्य नै मन पर्छ होला भनेर। हामीले बिहा, पार्टी, होटल, रेस्टुरेन्टतिर पाउने यस्तो शाही पनिर चाहिँ घरमा पनि सजिलैसँग बनाएर खान सक्छौं। ल हेर्नुस् त, एकदमै पर्फेक्ट ग्रेभी, पनिर पनि नरम हुन्छ। मैले देखाए जसो गरेर बनाउनु भयो भने हजुरहरुको पनि शाही पनिर एकदमै राम्रो बनिने छ। लाउनु सुरु गरौँ आजको हाम्रो रेसिपी। र छिटो मिठो शाही पनिर बनाउनका लागि हामी लिने एउटा प्रेसर कुकर, र प्रेसर कुकरमा मैले यहाँ एउटा ठुलो साइजको प्याज काटेर राख्दै छु। त्यसरी नै 8-10 वटा जति काजु राख्दै छु। काजु छैन भने मगज राख्दा पनि हुन्छ। र लसुन पनि राखे 8-10 वटा जति, र सानो टुक्रा अदुवालाई पनि राखिदिए। अनि सुखा खोर्सानी राख्दै छु। त्यसै गरेर यहाँ टमाटर राख्दै छु। ठुल्ठुलै छ मसलाहरू, त्यस्तो हामीले मसिनो पारी राख्नु पर्दैन। यसलाई अहिले पकाउनु पर्छ हामीले। र थोरै पानी राखेर अब चाहिँ यो मसलालाई पकाउने। शाही पनिरको मसला पकाउनै धेरै टाइम लाग्छ। अब ट्रेडिसनली शाही पनिर पकाउनु पर्दा चाहिँ धेरै लङ प्रोसेस पर्छ। मसला पकाउन एकदमै धेरै टाइम लाग्छ हैन। तर अब हामीले त छिटो मिठो पकाएर खाने तरिका खोज्नु पर्यो नि त। मिठो पनि चाहियो, छिटो पनि पकाउनु पर्यो, धेरै झमेला नगरी। अनि यो प्रोसेसले बनाउँदाखेरि चाहिँ एकदमै सजिलैसँगले टेस्टी पनिरको रेसिपी बनेर रेडी हुन्छ। अनि यो मसलालाई चाहिँ मैले 2 सिटी लगाइदिए। अनि ग्यास अफ गरेर चाहिँ यसलाई सेलाउनलाई छोड्दिने। मसला सेलाउन्जेल चाहिँ यता पनिर हेर्नुस् त। यो पनिर चाहिँ मैले आफै बनाएको। हिजो दुध ल्याएको थिएँ हैन, हाम्रो ठिकाको दुध थियो। अब अहिले गरम भएकोले गर्दा अलिकति दुध फाट्यो। अनि त्यही फाटेको दुधलाई चाहिँ मैले सबै छेना निकालेर अनि पोको पारेर राखिदिएको थिएँ। कस्तो राम्रो पनिर बनेछ हेर्नुस् न, कस्तो सफ्ट बनेको छ, टेस्टी पनि भएको छ। मैले चाखेर पनि हेरेँ, तर यतिले मात्र अलिक पुगेन र मैले अलिकति बजारबाट ल्याएको पनिर पनि थपेको छु। तर यो पनि एकदमै राम्रो बनेको थियो। हेर्नुस् त कतिको नरम बनेको छ, राम्रो बनिँदो रहेछ फाटेको दुधबाट पनि। अब यो पनिरलाई चाहिँ थोरै बेसार राखेँ, थोरै धुलो खुर्सानी राखेँ, अनि थोरै नुन पनि राखिदिएँ, र थोरै कस्तुरी मेथी राखेर चाहिँ यसलाई मोलेर राम्रोसँगले मिक्स गरेर एकछिन रेस्ट गर्नलाई छोडिदिने 10-15 मिनट जति। यो पनिरमा चाहिँ सबै मसला मजाले भित्रसम्म पस्छ यसरी गर्दाखेरि। अब यो पनिरलाई मोलेर सकेँ, मैले साइडमा राखिदिएँ। हाम्रो यताको अघिको मसला पनि हेरौँ सेलाए कि सेलाएन। हुन त आधी घन्टा जस्तो भयो ग्यास अफ गरेर छोडिदिएको मैले। हाम्रो मसला मजाले सेलाइसकेको छ। अब चाहिँ म यसलाई एउटा मिक्सर जारमा राखेर पिस्छु। हजुरहरूले यो टमाटरको बोक्रा निकालेर फ्याँक्नु पनि सक्नुहुन्छ, तर मैले चाहिँ निकालिनँ, त्यतिकै नै पिसिहाल्छ मजाले। अनि यो जुन चाहिँ एक्स्ट्रा पानी छ प्रेसर कुकरमा, यो रहेको पानी चाहिँ नफ्याँक्नु होला। यसमा नै अब मसलाको फ्लेभर छ हैन। अब यो चाहिँ राख्नुपर्छ हामीले, अहिले पछि युज गर्नुपर्छ। अब यसलाई चाहिँ राम्रोसँगले एकदमै फाइन पेस्ट बनाउनुपर्छ। पेस्ट चाहिँ एकदमै फाइन पेस्ट बनाउनुपर्छ, त्यसले त ग्रेभी राम्रो हुन्छ नि त हैन। दाना दाना राख्नु हुँदैन। ल हेर्नुहोस्, राम्रोसँगले पिसेर ल्याइसकेँ मैले। हाम्रो यतिको भएको छ पेस्ट चाहिँ। हजुरहरूले देख्नुभयो नि कति सजिलैसँगले हामीले शाही पनिरको मसला बनाएर रेडी गऱ्यौँ। अब अर्को एउटा मसला रेडी गर्ने। त्यसको निम्ति मैले 4 वटा लौङ लिए, सानो टुक्रा जावित्री लिए, एउटा स्टार एनियन्सको सानो टुक्रा लिएको छु, धेरै होइन, अन्त अब यसको स्ट्रङ फ्लेभर आउँछ। अब एउटा ठुलो इलाइची लिए, अनि त्यसै गरेर 2टा सानो इलाइची लिए, र यो चाहिँ हो जायफल। जायफलको सानो टुक्रा राख्दैछु म। यो जायफल चाहिँ अरू बेला नर्मल पनिरको तरकारी बनाउँदाखेरि पनि थोरै कोरेर तेलमा पड्काइदियो भने नि त्यो पनिरको तरकारीको स्वाद एकदमै छुट्टै मिठो आउँछ। हजुरहरूले एकपल्ट ट्राई गर्नु होला। र 8-9 वटा जति मरिच पनि राखेर अब यो गरम मसलालाई चाहिँ पिस्ने भन्दा एकदमै धुलो पनि बनाउनु पर्दैन। मैले हल्का कुटेको छु। ल हेर्नुहोस् त, हाम्रो गरम मसला रेडी भइसक्यो। अब चाहिँ हामी शाही पनिर बनाउनतिर लागौँ। र शाही पनिर बनाउनका लागि सबैभन्दा पहिला चाहिँ यहाँ पनिर फ्राई गर्नुपर्ने हुन्छ हैन। तर मैले क्यामेरा सबै रेडी गरेँ, क्यामेरा अन गर्ने चाहिँ बिर्सेछु त्यो प्रोसेस देखाउनलाई। तर त्यस्तो खास पनि केही हुँदैन, तेल तताउने र त्यो तातो तेलमा चाहिँ पनिरलाई फ्राई गर्ने हो। मैले तोरीको तेलमा पनिर फ्राई गर्दैछु। यो पनिर चाहिँ धेरै बेर फ्राई गर्नु हुँदैन, जस्ट 2 देखि 3 मिनट मात्रै फ्राई गर्नुपर्छ हाई फ्लेममा। ल हेर्नुहोस् त, एकदमै रातो हुने गरे पनि फ्राई गर्नु हुँदैन, अलिकति यसको काँचोपना मार्ने मात्रै हो। अनि पनिर सबै फ्राई गरेर निकालिसकेपछि अब चाहिँ ग्यासको फ्लेम लो गरिदिने सबैभन्दा पहिला। अनि त्यसपछि यही तातो तेलमा मैले अघि कुटेको मसला राखिदिएँ, अनि बेसार राखेँ। त्यसरी नै यो मैले कश्मिरी लाल मिर्च राख्दैछु, यसले कलर राम्रो आउँछ। अनि धनियाको पाउडर र जिराको पाउडर पनि थोरै राख्दैछु। यो धनिया जिराको पाउडर चाहिँ धेरै राख्नु हुँदैन, यसको स्ट्रङ फ्लेभर आउँछ, त्यही भएर मैले 1/4 टिस्पुन मात्रै राखेको छु। अब यो सबै मसलालाई चाहिँ राम्रोसँगले चलाइदिने। ग्यासको फ्लेम चाहिँ लो नै छ यतिखेर पनि। यदि हामीले हाई फ्लेममा यो मसला भुट्यौँ भने चाहिँ मसला डढ्छ। अनि अब जुन चाहिँ अघि हामीले पिसेर राखेको मसलाको पेस्ट थियो त्यो राखेँ। अनि प्रेसर कुकरमा जुन चाहिँ पानी थियो त्यही पानीले मिक्सर जारलाई पखालेर राखिदिएँ। अनि नुन स्वाद अनुसारले राखेर अब यो मसलालाई एकपल्ट चलाइदिने। अनि त्यसपछि चाहिँ छोपेर यो मसलालाई पकाउनुपर्छ। 5 मिनट जति हामीले लो टु मिडियम फ्लेममा मसलालाई पकायौँ भने हाम्रो मसला रेडी भइहाल्छ।
अथवा यो पानी सुकुन्जेलसम्म नत्र चाहिँ यो मसलाले तेल छोडुन्जेलसम्म पकाउनु पर्ने हुन्छ। ल हेर्नुहोस् त पानी पनि सुकिसकेको छ, मसलाले तेल पनि छोडिसकेको छ। हाम्रो शाही पनिरको मसला रेडी छ। अब यसलाई एकपल्ट राम्रोसँगले मिक्स गरिदिने। अनि अब चाहिँ हामीलाई चाहिन्छ क्रिम। शाही पनिरमा क्रिम नराखी त कसरी शाही पनिर हुन्छ हैन। र क्रिमको लागि चाहिँ मैले यहाँ दुधकै तर चलाउँदैछु। हजुरहरूले अमुल फ्रेस क्रिम पनि युज गर्न सक्नुहुन्छ। मैले चाहिँ घरमै थियो तर र त्यही नै युज गर्दैछु। अब यसलाई राम्रोसँगले फिटेर चाहिँ अनि राख्नुपर्ने हुन्छ। र मसलामा क्रिम राख्दा चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा भनेको हो, अब यो मसला फेरि उम्लिउन्जेलसम्म चाहिँ हामीले कन्टिन्युसली चलाइ गर्नुपर्छ। न यदि हामीले यतिकै छोडिदियौँ भने चाहिँ यो क्रिम फाट्छ। अनि फाटेपछि मसलाको टेक्सचरै बिग्रिन्छ अनि शाही पनिर त हुँदैन है। यो प्रोसेसमा धेरै टाइम पनि लाग्दैन, 30 सेकेन्डदेखि 40 सेकेन्डमा हाम्रो मसला उम्लिहाल्छ। ल हेर्नुहोस् त मसला रेडी भइसकेको छ। अब चाहिँ आवश्यकता अनुसारले पानी राख्ने अनि यो ग्रेभीलाई पनि उमाल्नुपर्छ। पानी राखिसकेर राम्रोसँगले सबै मसला मिक्स गरिदिने। त्यसपछि छोपेर यो मसलालाई बुलुक्क उमाल्ने। अनि त्यसपछि चाहिँ पनिर राख्नुपर्छ। ल हेर्नुहोस् 2 मिनटमा त हाम्रो मसला उम्लि पनि सक्यो। मजाले हाम्रो ग्रेभी रेडी छ। अब चाहिँ के गर्ने भन्दाखेरि अघि जुन चाहिँ फ्राई गरेर राखेको पनिर थियो त्यो पनिरलाई राखिदिने। अब यसलाई पनि राम्रोसँगले मजाले मिक्स गरिदिएर चाहिँ छोपेर एकछिन 3-4 मिनट जति पकाउनुपर्छ। त्योभन्दा पहिला चाहिँ म थोरै कसुरी मेथी राख्दैछु। शाही पनिर बनाउँदा कसुरी मेथी चाहिँ एकदमै राख्नै पर्छ, यसले एकदमै राम्रो टेस्ट आउँछ। ल हेर्नुहोस् त मजाले मिक्स गरेर अब चाहिँ मैले यसलाई छोपिदिएँ। छोपेर मिडियम फ्लेममा 5 मिनट जति पकाइसकेपछि अब हाम्रो पनिर रेडी भइसकेको छ। अब म चाहिँ यतिकै कन्सिस्टेन्सीमा ग्यास अफ गर्दैछु, किन भन्दाखेरि यो सेलाएपछि चाहिँ अझै गाढा हुन्छ। अब धेरै हामीले पकाउँदाखेरि नै सुकायौँ भने चाहिँ भरे फेरि बुकुल्टो हुन्छ। त्यही भएर अलिकति पातलो नै राखेर अनि ग्यास अफ गरिदिएँ मैले। अब चाहिँ म हजुरहरूलाई सेलाएपछि देखाउँदैछु। ल हेर्नुहोस् त अघि कति पातलो थियो, अहिले कतिको गाढा भइसकेको छ हाम्रो पनिर। लाउनुहोस् अब चाहिँ म हजुरहरूलाई सर्भ गरेर पनि देखाउँदैछु। हेर्नुहोस् त एकदमै सजिलो तरिकाले छिटो मिठो तरिकाले है। हामीले यस्तो त बिहा पार्टीतिर एकदम रेस्टुरेन्टतिर ढाबातिर खान्छौँ नि त्यस्तो पनिर आफैले आफ्नो हातले घरमा पनि सजिलो तरिकाले बनाएर यसरी खान सकिन्छ। र सबै पनिर सर्भ गरिसकेपछि मैले माथिबाट क्रिमले गार्निस पनि गरिदिसकेको छु। ल हेर्नुहोस् त एकदम अब चाहिँ रेस्टुरेन्टतिर पाउने जस्तै हाम्रो शाही पनिर देखिएको छ है। खाना पनि एकदमै मिठो हुन्छ। हजुरहरूले अवश्य नै ट्राई गर्नु होला। र हजुरहरूको शाही पनिर कस्तो बन्यो कमेन्ट पनि गर्नु होला। आई होप हजुरहरूलाई आजको रेसिपी भिडियो अवश्य नै मन पर्यो होला है। यदि भिडियो मन पर्यो भिडियोलाई लाइक कमेन्ट शेयर र च्यानललाई सब्स्क्राइब पनि गरिदिराख्नु होला। साथै बेल आइकन दबाउन चाहिँ नबिर्सिदिनुहोस् है। बेल आइकन दबाउनु भयो भने म जति पनि भिडियोहरू पोस्ट गर्छु त्यसको नोटिफिकेसन चाहिँ सबैभन्दा पहिला हजुरहरूकोमा जानेछ। र म यस्तो राम्रो राम्रो भिडियोहरू पोस्ट गरि नै रहन्छु है, त्यसको फाइदा उठाउनु होला। हस् त फेरि भेटौँला अर्को भिडियोमा। टिल देन बाइ बाइ। थ्याङ्क्स फर वाचिङ।